हेलो गाइस, आज चाहिँ म एकदमै ढिलो उठेँ है। ढिलो उठेको कारणले तपाईँ चाहिँ बिहान अब सब्जी त लानु पऱ्यो होइन, बनाएर खानु पऱ्यो। अनि खोर जम्मा भएर चाहिँ हेर्नुहोस्, खोर जम्मा भएछ। खोर फाल्न जाँदैछु, भर्याङबाट झरिरहेको छु होइन। त्यसरी अब गएर चाहिँ अब तपाईँहरूलाई म एउटै यस्तो साउदीमा चाहिँ अहिले म साउदीमा छु। तपाईँलाई यस्तो खतरा होइन, तपाईँहरूले चाहिँ कहिल्यै देख्नु भएको छैन होला होइन। त्यस्तो खाले म आज तपाईँहरूलाई चाहिँ देखाउँदैछु है। तपाईँहरूले चाहिँ देख्नु भएको छैन साउदीमा यस्तो कुरा हो। के कुरा भन्दा है, ओहो कति घाम हो, घाम पनि कति ओहो त्यो घाम छ है। तपाईँलाई चाहिँ म देखाउन जाँदैछु। सायद तपाईँहरूले चाहिँ कहिले देख्नु भएको थिएन होला कि साउदीमा है। यस्तो नयाँ चिज देखाउँदैछु कि एकछिन है, तपाईँहरू बस वेट गर्नुहोस् है। तपाईँहरूको फल चाहिँ मिठो हुन्छ भन्छ नि, त्यस्तै होइन। हेर्नु है त खतरा देख्नुहुन्छ कि त्यहाँनिर चाहिँ डस्टबिन त्यहाँ छ, त्यसलाई फाल्नु पऱ्यो। पहिला यो फाल्छु होइन, त्यसपछि म तपाईँलाई ठ्याक्कै देखाउँछु। घर बन्दैछ, तपाईँलाई म देखाउँछु। कस्तो घाम हो, अहिले कति बजेको छ? बल्ल 8 बजे रहेछ। घाम चाहिँ एकदमै छ है। मैले देखाएँ तपाईँहरूलाई ढुकुर, र ढुकुरको जोडी चाहिँ कहिल्यै पनि छोड्दैन भन्थ्यो। हेर्नुहोस् ढुकुर कस्तो छ, नेपालको जस्तै छ होइन। नेपालमा कस्तो होइन, तपाईँहरूले सोच्नु होला यो हिँडे कस्तो कुरा चाहिँ देखाउला भन्ने सोच्नु भयो होला है। लास्टमा त ढुकुर पो देखाएँ। मलाई गाली चाहिँ नगर्नु है त्यसरी, यत्रो टाइम बसी गराइदियो, लास्टमा त ढुकुर पो देखायो भने चाहिँ गाली नगर्नु है।